प्यारा विद्यार्थीहरू, आज यस भिडियोमा हामी सामाजिक विषयको उच्च दक्षता परीक्षण अन्तर्गत सोधिने प्रश्न इमेल लेखनको सम्बन्धमा सिक्न गइरहेका छौँ। इमेल साधारणतया व्यक्तिगत र कार्यालयीय तवरले लेखिने भए तापनि दुवै इमेल हेर्दा लगभग उस्तै प्रकृतिको लाग्छ। किनकि व्यक्तिगत चिठीमा विषय लेखिँदैन, तर व्यक्तिगत इमेलमा पनि विषय समावेश गरिएको हुन्छ। आजको यस भिडियोमा पनि हामी कुनै कार्यालयलाई लेखिने इमेल कसरी लेख्ने भन्ने सम्बन्धमा यो प्रश्न गत वर्षको एसई परीक्षामा सोधिएको इमेल हो। ल हामी हेरौँ है त यसलाई कसरी लेखिँदो रहेछ। पहिला हामीले पठाउनेको इमेल एड्रेस लेख्नुपर्छ। त्यसपछि प्राप्त गर्ने व्यक्तिको इमेल एड्रेस लेखिन्छ। त्यसपछि मिति र विषय समेत उल्लेख गरिन्छ। यसमा फ्रम, टु, डेट र सब्जेक्ट यो इङ्ग्लिस स्क्रिप्टमै लेख्ने गरिन्छ, किनकि इमेल अङ्ग्रेजी परम्परा निरन्तरता हो। अन्य चिठीमा चाहिँ सब्जेक्ट यानि कि विषय पछि मात्र सम्बोधन गरिन्छ भने इमेलमा चाहिँ सब्जेक्ट सुरुमै हुन्छ। त्यस पछाडि अन्य चिठीमै जसरी हामीले सम्बोधन गर्छौँ र सम्बोधन गरेर आफ्नो चिठीलाई अगाडि बढाउने कार्य गरिन्छ। अन्य चिठी सोसरह नै इमेललाई आफ्ना शब्दमा प्रष्ट रूपमा लेखिन्छ। इमेलमा पनि अन्य चिठीहरूमा लेख्ने जस्तै शब्दावली भवदीय प्रयोग गर्दै लेखकको नाम लेखिन्छ र यसको अन्त्य गरिन्छ। आगामी दिनहरूमा सामाजिक विषयमा सोधिने यस्तै सृजनात्मक र बौद्धिक प्रश्नहरूको उत्तर लेख्ने तरिका सम्बन्धी भिडियो लिएर उपस्थित हुने नै छु। तपाईहरूको तयारी सुखमय रहोस्।